A brief history of Windows operating system. Day 2 of Windows Fundamental Course. 1975 मा बिल गेट्स र पाउल एलनद्वारा स्थापना गरिएको माइक्रोसफ्ट कम्पनी आजको दिनमा पपुलर टेक कम्पनीहरूमध्ये एक हो। 1981 मा माइक्रोसफ्टले MS DOS लन्च गर्यो, माइक्रोसफ्ट डिस्क अपरेटिङ सिस्टम, जहाँ चाहिँ कमान्ड लाइन इन्टरफेसको सुविधा थियो, जहाँ कम्प्युटरसँग इन्टरेक्ट गर्नको लागि टेक्स्ट कमान्डको प्रयोग गरिन्थ्यो। पहिलो अपरेटिङ सिस्टम चलाउनलाई एकदमै झर्को अपरेटिङ सिस्टम थियो। 1985 मा माइक्रोसफ्टले विन्डोज 1.0 लन्च गर्यो, जहाँ चाहिँ ग्राफिक युजर इन्टरफेसको सुविधा थियो। कमान्ड लाइनको सट्टामा आइकनमा क्लिक गरेर कुनै पनि प्रोग्रामलाई ओपन गर्न सकिन्थ्यो। 1987 मा विन्डोज 2.0 लन्च गर्यो, जहाँ चाहिँ विन्डोज ओभरल्याप सुविधा, एक्सेल अफिस एप्लिकेसनको सुविधा थियो। 1990 मा विन्डोज 3.0 लन्च गर्यो, जहाँ चाहिँ क्लिन ग्राफिक युजर इन्टरफेस थियो अनि इन्टेल 386 प्रोसेसरको प्रयोग गरेको पाइन्छ। एकै समयमा मल्टिपल प्रोग्रामलाई ओपन गर्न सकिन्थ्यो। 1992 मा विन्डोज 3.1 लन्च गर्यो। कपी पेस्टको सट्टामा ड्र्याग एन्ड ड्रप फिचर हामी पाउँछौँ। यही समयदेखि मानिसले कम्प्युटरलाई धेरै क्षेत्रमा प्रयोग गरेको पाइन्छ। 1995 मा विन्डोज 95, जहाँ चाहिँ क्लिन इन्टरफेस, स्टार्ट मेनु र टास्क बार फिचरहरू पाउँछौँ। कुनै पनि प्रिन्टरको स्पेसिफिक ड्राइभरलाई म्यानुअली इन्स्टल गर्नुभन्दा कम्प्युटरले अटोमेटिकली डिटेक्ट गरेको सुविधा हामी पाउँछौँ। इन्टरनेट एक्सप्लोरर सुविधा पनि थियो, तर यो स्टेबल थिएन। 1998 मा विन्डोज 98, जहाँ चाहिँ बेटर इन्टरनेट इन्टिग्रेसन फिचर्स र USB सपोर्ट पाइन्छ। तर पनि बिल गेट्स र उनको इम्प्लोइले विन्डोज 98 लाई CNN च्यानलबाट लाइभ गर्दै गर्दाखेरि अटोमेटिकली अफ भएको पाइन्छ। You'll notice that this scanner build 2000s मा विन्डोज ME मिलेनियम एडिसन्स, जहाँ चाहिँ सिस्टम रिस्टोर सुविधा पाइन्छ। तर पनि यो अपरेटिङ सिस्टम एकदमै बगी र अनस्टेबल थियो, त्यसैकारण यो अपरेटिङ सिस्टमलाई मिलेनियम एडिसन होइन मिस्टेक एडिसन भनेको पाइन्छ। 2001 मा विन्डोज XP क्लिन ग्राफिक युजर इन्टरफेस, CD सपोर्ट र एकदमै पपुलर अपरेटिङ सिस्टम मानिन्छ। 2007 मा विन्डोज भिस्टा एरो इन्टरफेस एरो फ्लिप इन्ट्रोड्युस भएको पाइन्छ। 2009 मा विन्डोज 7 को उदय भएको पाइन्छ, जहाँ चाहिँ सर्च बार, विन्डोज स्क्रिन रिसाइज फिचरहरू पाइन्छ। 2012 मा विन्डोज 8, 2015 मा विन्डोज 10 आयो, जहाँ चाहिँ माइक्रोसफ्टले कन्टिन्युअसली सिस्टम अपडेटको फिचर्स इन्ट्रोड्युस गरेको थियो। तर दुर्भाग्यवश अक्टोबर 2025 सम्म मात्र त्यो सुविधा दियो। विन्डोज 10 को ग्राफिक युजर इन्टरफेस चाहिँ 7.8 को जस्तै थियो, त्यसमा टास्क भ्यू मात्र एड भएको पाइन्छ। 2021 मा विन्डोज 11 आयो, जहाँ हामी सेन्डर मेनु, स्न्याप लेआउट, फाइल एक्सप्लोरर भित्र न्यू ट्याब फिचर्स पाउँछौँ। यदि तपाईँ विन्डोज अपरेटिङ सिस्टमलाई युज गर्दै हुनुहुन्छ भने यसको कुन भर्सन युज गर्दै हुनुहुन्छ कमेन्टमा लेख्न नछुटाउनु होला।